गाइज, वेलकम टु माई न्यू भ्लग। मैले चाहिँ धेरै दिनपछि भ्लग गराएको छु किनकि म मामा घर आएको थिएँ नि त, त्यही भएर टाइमै मिलिरहेको थिएन। त्यही भएर आज त्यस्तो टाइम मिलाएर भ्लग गराएको। यो चाहिँ मेरो मामा घर चाहिँ टापु, हेर्न सक्नुहुन्छ टापु। यहाँ भएको चाहिँ मेरो मामा घर हो। यो मामा घर ट्याक्क म बस्ने घर हेर्न सक्नुहुन्छ। पानी लास्टै आएको हो, धेरै पानी आएर यस्तो भयो। उता हेर्नु ती धेरैजनाले भन्नुभएको थियो भ्लग कहिले गराउने भनेर। आज चाहिँ भ्लग गराइसकेको छु। हेर्न सक्नुहुन्छ हजुर हजुर, यहाँ हेर्न सक्नु। यो चाहिँ हाम्रो पसल, हाम्रो भन्दा नि यहाँ गाउँको पसल, अर्ग्यानिक पसल। उहाँ आउनुभएको चाहिँ हाम्रो साथीज्यू, उहाँलाई सोरम संस्कृति पार्टीको अध्यक्ष गराउनु पर्छ। पार्टीको अध्यक्ष ढुङ्गा बोकेको ढुङ्गा। हाँसो मजाक भइरहेको छ होइन। बस गाडी हेर्न सक्नुहुन्छ गाइज। आज चाहिँ मैले धेरै दिनपछि भ्लग गराएको, सबैले सपोर्ट गर्नु होला। हेर्न सक्नुहुन्छ गाइज, यहाँ टापु हेर्ने कस्तो खतरा सिन छ कि। पानी परेको नि त भर्खरै, त्यही भएर यस्तो बवाल सिन छ नि। आहा, गाउँघर हेर्न सक्नुहुन्छ। पोल माथि डाँडो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ केरा बेलाउँथे। यहाँ प्रसिद्ध भनेको चाहिँ सुन्तला हेर्न सक्नुहुन्छ। सुन्तला भर्खरै पानी परेको नि त, अनि यसो टाइम भयो बेला गरम भनेको। म मामा घर आएको चाहिँ कति 21 गते हो। आज चाहिँ कति असार 21 गते आएको। आज चाहिँ साउन 2 नै हो। आज चाहिँ साउन 2 हो। हेर्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ स्ट्रबेरीहरू नि प्रत्येक त के भने धेरै घरहरूमा चाहिँ स्ट्रबेरी नि छन्। सुन्तला चाहिँ फेरि बारी नै भरि हेर्न सक्नुहुन्छ। यहाँ नि सुन्तलै छ बेलाउती सुन्तला हेर्न सक्नुहुन्छ। सुन्तला र बेलाउती सबैभन्दा धेरै फलफुल भएको घर चाहिँ यो जस्तो लाउँछ मलाई। किन हेर्नु, अब यो भयो अमिलो, आँप, सुन्तला। यो घर चाहिँ अहिले चाहिँ खाली छ यो घर। अनि यो घरको सबैभन्दा खतरा फ्रुट चाहिँ यो अङ्गुर। यहाँ चाहिँ अब धेरै मान्छेहरू आउने भएकोले यहाँ मान्छे नभनी अरूले खानुहुन्न भने पनि धेरैले खान्छन् होइन, खान्छन् होइन। अब के भने खानलाई रोक्न सकिन्न। हेर्नु अब खायो भने खाए। अनि हेर्न सक्नुहुन्छ त्यो देखेन कि अलि भ्यू राम्रोसँग आएन। यो चाहिँ भीमसेन मावि हो। मामा घरमा बस्ने सबै यहीँ पढ्नुहुन्छ। अहिले चाहिँ मेरो घर बहिनी र बाबा चाहिँ जापान जानुभयो। भन्नाले हजुरबाबा चाहिँ जापान जानुभयो। अनि त्यो चाहिँ भीमसेन है, भीमसेन। म पनि चाहिँ अमर है। फेरि अमर अस्ति अमरको देखाउँदै थियो, आज भीमसेनको देखाउँछ। कतिचोटि स्कुल फेऱ्यो भन्नु होला। त्यो चाहिँ भीमसेन म पढ्ने होइन, तर पनि हेर्न सक्नुहुन्छ। बागलुङ, एउटा बागलुङ बजार नि देखिन्छ कि। बागलुङ बजार नि देखिन्छ। सुरुमा त मसैले पत्ता छैन यो बागलुङ बजार हो भने चाहिँ। मान्छेले घर छोड्यो नि, घर खुल्लै छ। हेर्न सक्नुहुन्छ।
यहाँ माथि चाहिँ हामीले कति क्रिकेट खेल्यो यार यो माथि हैन। जति भने क्रिकेट खेल्न चाहिँ छोड्नुहुन्न गाइज। मोबाइल गेमभन्दा धेरै क्रिकेट खेल्नुपर्छ। आफ्नो चोइस हो हैन। क्रिकेट अहिले चाहिँ फुटबल चलिरहेको छ हैन। अहिले फुटबल वर्ल्ड कप फिफा फेडरेसन इन्टरनेसनल फुटबल एसोसिएसन फिफा वर्ल्ड कप चलिरहेको छ फुटबलको। अनि क्रिकेट नि हुन्छ, एनपिएल नि हुन्छ, नेपाल प्रिमियर लिग सिजन 3 को कहिले हुन्छ त्यो चाहिँ थाहा छैन है। म चाहिँ कहिले कुनलाई सपोर्ट गर्छु कहिले कुनलाई सपोर्ट गर्छु अहिले चाहिँ कुनलाई सपोर्ट गर्छु मलाई पनि थाहा छैन हैन। वर्ल्ड कपमा चाहिँ फेरि ओन इन ओन्ली CR7 क्रिस्टियानो रोनाल्डो हो नि त पोर्चुगलको। हारे पनि जिते पनि रोनाल्डो नै हो। आइडल चाहिँ चेन्ज गर्नुहुन्न हैन। त्यस्तै छ हेर्न सक्नुहुन्छ है गाउँघर यस्तो छ गाउँघर। चाहिँ भर्खरै पानी परेको भएर हिलो छ बाटो, तर सिन चाहिँ खतरा देखिरहेको के सिन चाहिँ खतरा देखिरहेछ खतरा हैन। एउटा गाडीमा यस्तो बवाल साइरी लेखेको थियो नि गाइज। मेरो मामाको गाडी पर्छ, मामाको भन्नाले अलि तल बस्ने जग्गामा मामाको गाडी पर्छ। यस्तो खडा साइरी लेखेको थियो। म अन्तिममा अहिले गाडी त्यहाँ छैन, फोटो खिचेको थियो है, त्यही हाल्छु है गाइज। म चाहिँ माथि आइसकेको छु हैन। भर्खरै तल गएर आएको, माथि गइसकेँ। माथि जान सक्नुहुन्छ, उहाँ चाहिँ नजान पनि सक्छु होइन गाइजहरू। त्यस्तै छ अब होइन। यहाँ जेसिबी देख्दा एउटा कुरा याद आयो क्या, जेसिबी होइन त्यो ट्रकहरू हुन्छ नि। पहिला त हामी तल बस्छौँ, अलि त्यहाँ जाने ठाउँमा चाहिँ एउटा घुम्टी थियो। त्यो घुम्टीमा चाहिँ एउटा घर थियो, तल चाहिँ अलिअलि जङ्गल थियो कि घरहरू थिएनन् यता यस्तै थियो। अनि म चाहिँ डराउनु सानो बेला अनि के गर्थ्यो भन्दाखेरि एउटा ढुङ्गा साथ्थेँ होइन। तल ट्रक आयो बसायो ढुङ्गा साथ्थेँ। अनि ट्रक ड्राइभर यस्तो हेर्दा यस्तो डर लाउँथ्यो होइन, डर लाउँछ कि पहिला। अनि त्यो ढुङ्गो मनमा के हुन्छ भन्दाखेरि कसैले केही गऱ्यो भने ढुङ्गोले झ्याम्मा हान्छु भन्ने टाइपको हुन्छ क्या। अलि त डर आउँछ, अहिले डर चाहिँ लाउँछ, तर त्यस्तो डर चाहिँ लाउँदैन होइन। यहाँ गोलकोटको गाडी आउने बेला चाहिँ अहिले भयो होइन गाइज। अरू त के भन्ने हो होइन। हेर्न सक्नुहुन्छ, यता देखाउँछु म तपाईँलाई, यता गरेर देखाउँ होइन, यता गरेर देखाउँछु। यो चाहिँ म बस्ने घर हो, यो कटेर यो घर। साथीहरू चाहिँ टन्नै यहाँ गाइज। हेर्न सक्नुहुन्छ फुल खतरा भ्यू आउँछ यहाँ त। यो चाहिँ काठे खोला है गाइज, काठे खोला हो। यता चाहिँ अक्षेते देखिन पनि अलि देखेन यहाँ अक्षेते हामी बस्ने काठे खोला गाउँपालिकामा। त्यो खोलाको नाम चाहिँ काठे खोला हो गाइज होइन। यताबाट देखिन्छ बाला, हाम्रो चाहिँ भीम पोखराहरू पनि देखिन्छ क्या, भीम पोखरा होइन। यतातिर भीम पोखरा छ, यतातिर पाला, अनि यतातिर अलि देखेन। यो साइडतिर चाहिँ अक्षेते, यो साइडतिर पाला, यो साइडतिर भीम पोखरा। यस्तै हो क्या, यही हो क्या होइन। होइन गाइजहरू यहाँ चाहिँ के भन्छ रेसा र लेहानी नि देखिन्छ। रेसा हो क्या यो सायद, रेसा हो यो चाहिँ लेहानी हो। अहिले भन्छ कि बागलुङ बजार नि देखिन्छ यहाँ होइन गाइजहरू। हामी चाहिँ माथि मन्दिर गएको, माथि मन्दिर जाने बाटो चाहिँ यो माथि के भन्छ त्यसको नाम लक्ष्मीनारायण मन्दिर होइन। कोले देख्नु भएको छ लक्ष्मीनारायण मन्दिर भन्नु होला है। अनि ठिकै छ, अरू केही छैन।
हेर्न सक्नुहुन्छ यहाँ भ्यू खतरा देखिन्छ यार। माई गड सबै घाँस काट्नतिर जानुभयो त्यो अहिले होइन। हेर्न सक्नुहुन्छ बादल सिन चाहिँ बवाल छ कि भन्दा मलाई गाउँघरको सिन चाहिँ बवाल मनपर्छ कि मलाई। कसलाई सिन मनपर्छ अझ त्यो पानी पऱ्यो बेला सुरुमा धुलो हुन्छ ट्याक्क पानी परेर बितेपछि यस्तो मजाको सिन हुन्छ नि गाइजहरू होइन के भन्ने। दाउराको चाङै भन्छ यो चाहिँ आँपी कसले खानुभयो आँपी बाँसघारी होइन पुल भयो यहाँ होइन नि भन्छ कि यहाँ यो चाहिँ सरकारी गाउँ। यहाँ चाहिँ थरीका खेलाडी हुन्छन्। म चाहिँ बिदा हुँदा आउँछु वर्षमा तिनचोटि आउँछु चैतमा होइन असारमा दसैँमा र चैतमा आउँछु। अनि त्यहाँ चाहिँ के भन्छ भन्दाखेरि कहिले आउँदा यहाँ भलिबल खेलेका हुन्छन् अनि म पनि त्यही खेल्छु। कहिले आउँदा क्रिकेट खेलेका हुन्छन् त्यही खेलिन्छ। कहिले आउँदा फुटबल खेलेका हुन्छन् त्यही खेलिन्छ होइन। अनि कहिले आउँदाखेरि चुङ्गी बम ब्लास्ट खेलेका हुन्छन् त्यही खेलिन्छ होइन। आज चाहिँ साथीहरू कहाँ गर्छन् भन्नु अहिले त धेरै भयो गेम चाहिँ खेल्दा होइन। गेम भन्नाले मोबाइलको गेम होइन खेलिन्न हामी त्यस्तो बाहिरको गेम हो गाइजहरू। ल आजलाई यति नै। लाइक कमेन्ट र सब्सक्राइब सबैले गरिदिनु होला। थ्याङ्क यू धन्यवाद बाई बाई।